यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानुन संशोधन र केही नयाँ कानुनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठमाइ छ। हाम्रो संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शङ्का उत्पन्न भएको छ भन्ने पनि ठम्याइ हो। सम्माननीय सभामुखज्यू, जेएनजी विद्रोहको विरासतमा निर्वाचन जितेर बनेको सरकारको करिब 45 दिनको शासन अनुभव गर्न हामीहरूले पाएका छौँ। उहाँ र उहाँको सरकारलाई हामीले खुला मनले बधाई, शुभकामना र शुभेच्छासहित सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता पनि यसै सदनबाट व्यक्त गरेको स्मरण गराउन चाहन्छु। हाम्रा यी सद्भावनाहरू संसदको ऐतिहासिक अभिलेखमा पक्कै पनि सुरक्षित होलान्। अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ। नसुनिने संवेदनहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहस शैली अनुकूल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको पनि छैन। महोदय, नेपाली कांग्रेस ठुला ठुला गफ मात्रै गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन। काम र परिणाम नै खोजेको हो, तर लोकतन्त्र भनेको संवाद, बहस, वादविवाद, छलफल, निष्कर्ष, शङ्का निवारण र सहकार्यको संस्कृति हो भन्ने कुरा मैले व्याख्या गरिरहनु पर्दैन। जनताप्रति जवाफदेही हुनु र उत्तरदायी बन्नु अनि जनतासँग खुलस्त संवाद गर्नु एउटा लोकतान्त्रिक सरकारको र नेताको प्राथमिक कर्तव्य हो। लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो। विश्वास, सहमति र सहभागिता यसका आत्मा हुन्। आगामी दिनमा यस सदन मार्फत जनप्रतिनिधिहरूले दिने जनताको आवाज र प्रश्नहरूले पर्याप्त सम्बोधन पाउनेछन् भन्नेतर्फ म सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, अधिवेशन सुरु भइ नै सकेको छ। देशलाई आवश्यक पर्ने कानुनहरू, नीतिहरू बनाउन हाम्रो प्रमुख दायित्व हो। तर दुःखका साथ म भन्न चाहन्छु, हामी अध्यादेशको पहिरो लागेको भिरको डिलमा उभिन पुगेका छौँ। संविधानको मर्मलाई बुझ्न नसकेको अध्यादेशको संस्कृतिलाई हामीले त्याग्नु पर्दथ्यो, तर त्यो प्रवृत्ति त कल्पना नै गर्न नसकिने गरी फैलिन पुग्यो। यो अस्वाभाविक र असंसदीय शासन शैलीको हाम्रो पार्टी समर्थन गर्न सक्दैन, नेपाली कांग्रेस समर्थन गर्न सक्दैन। यो प्रवृत्तिले सिर्जना गर्ने दूरगामी असरहरू भयावह हुने सङ्केत र जोखिमहरू पनि छन्। महोदय, आज देश भयावह महँगीले थिचिएको छ, जनजीवन आक्रान्त छ, सबै वस्तु र सेवाको मूल्यले आकाश छोएको छ, सामान्य जनता बाँच्नै नसक्ने गरी थप गरिबीमा धकेलिएको छ। अर्कोतिर मानवीयता र सामाजिक न्यायको पक्षलाई चिम्लिँदा क्रूरतापूर्वक भूमिहीन सुकुम्बासी, अशक्त बाल, वृद्ध र सुत्केरीहरू समेतलाई छानोबाट तानेर एकैचोटि सडकमा फालिएको अवस्था छ। गरिबका बस्तीमा छद्म पोषकका सुरक्षाकर्मीहरूको दबाव र बर्बरता बढाइएको हो कि त्यस्तो आभास लागेको छ। मानिसहरूलाई आतंकित पारेर सरकारी दमनको प्रतिरोध गर्नै नसक्ने गरी मौन बनाइयो। हामी यस्तो क्रूरतापूर्ण व्यवहारको विरोधी हौँ। अव्यवस्थित बसोबासको सुधार, सार्वजनिक जग्गा, जमिन र नदी क्षेत्रको संरक्षण र सुकुम्बासी संस्थाको शीघ्र समाधानको असल नियतमा प्रश्न गरिरहेका छैनौँ, तर राज्य र नागरिक बीचको सम्बन्धमा मानवीय आत्मसम्मानको पक्ष कुल्चिएकामा दुखित र लज्जित छौँ। आफ्ना नागरिकहरूप्रति अभिभावक बन्नुपर्ने सरकार यमदूत जस्तो क्रूर बन्न हुँदैन भन्नेमा हाम्रो संवेदनशीलता गएको छ। हामी त्यसतर्फ सचेत गराउन चाहन्छौँ। सभामुख महोदय, संविधानको धारा 16 र 17 संविधानको मूल आत्मा हो। यसलाई कोर भ्यालु पनि भन्ने गरिन्छ, जसलाई समानताको हक र स्वतन्त्रताको हकले सुशोभित गरिएको छ। यी हकमा सरकारले तरबार चलाएको छ भन्ने हाम्रो ठम्याइ पनि हो। नागरिकहरू बीचमा हुने खाने र गरिब, विपन्न, सुकुम्बासी भनेको फरक मानिसहरू हुन् भन्ने दासयुगीन सामन्तवादको नायक भएको पो हो कि भन्ने अनुभूति पनि भएको छ।
सङ्गठित हुने, सङ्घ संस्था चलाउने, मजदुर, कर्मचारी, विद्यार्थी र अरू पेशागत क्षेत्रका अधिकारहरूमाथि हठात डोजर चलाइरहेको अहिलेको अवस्था छ। अरूलाई भ्रष्टाचारको एकहोरो आरोपबाट एल्गोरिदम खेदाई गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको सङ्गीन आरोपहरूको कुनै छानबिनै नगर्ने कस्तो सुशासन हो? यो कस्तो सुशासन हो? तत्कालीन गृहमन्त्रीमाथिको आरोपहरूको निष्पक्ष छानबिन गर्न किन हिचकिचाएको सरकार म सभामुखज्यू मार्फत सोध्न चाहन्छु। महोदय, सम्पत्ति छानबिन गर्ने आयोग बनाउनु भएकोमा सरकारलाई म धन्यवाद दिन चाहन्छु। तर 47 देखि 59 सम्मको छानबिन गरेको लम्साल आएको प्रतिवेदनलाई कार्यान्वयनमा अगाडि बढाउन केले छेकेको छ र? प्रतिवेदनहरू बनाउने तर पहिले जस्तै दराजमा थन्क्याउने हो भने अहिलेको डङ्का पिटाइको कुनै अर्थ रहने छैन। सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूका 100 दिनका लागि 100 बुँदे गरेर केही टिप्पणी गर्नै पर्ने भएको छ। 100 बुँदे घोषणामा केही टिप्पणी गर्नै पर्ने भएको छ। अति सुन्दर, जति सुन्दर शब्दावलीले व्यक्त गरिएको भए पनि ती घोषणाहरू फगत आश्वासन वा सस्तो प्रचारबाजीको साधन मात्र बन्ने पो हो कि भन्ने चिन्ता लागेको छ। तिनको कार्यान्वयन गरेर सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन सक्षम होस्, म अझै पनि शुभकामना दिन चाहन्छु र शुभकामना दिइरहन्छु। तर त्यो घोषणाको 45 दिन पुग्दै गर्दा 30 दिनमा गर्छु भनेका अनेकौं बाचा अझै व्यवहारिसे नै देखिँदा यो लोकप्रियतावादको घोषणापत्र अन्ततः जनताको विश्वासलाई घात गरेर थप निराशा बढाउने साधन मात्र पो हुने हो कि भन्ने चिन्ताले पनि खाएको छ। 100 दिन पुगेको दिन यो सदनले त्यो 100 बुँदेको वस्तुगत समीक्षा अवश्य नै गर्नेछ। हामी विस्तृत छलफल र मूल्याङ्कन गरौँला। यसैमा टेकेर आज सदनमा आएको सरकारको आगामी नीति तथा कार्यक्रम पनि 100 बुँदामै समेटिएको रहेछ। यसबारे अहिले म सामान्य मात्र टिप्पणी गर्न चाहन्छु। सभाको महोदय, भोलि हामीहरू नीति तथा कार्यक्रममा दफावार छलफल गरौँला, विषयगत छलफल गरौँला। यसको गहिराईमा हामी पुगेर यसका विषयमा हाम्रा विचारहरू राखौँला। सभामुख महोदय, हामी बजेट अधिवेशनमा प्रवेश गरेका छौँ। सुशासन दिने र विकास गर्ने वा सार्वजनिक सेवा प्रभावको सहजता बनाउने वा आम नागरिकको अधिकारको प्रत्याभूत गर्ने व्यवहारिक औजार भनेकै बजेट हो। बजेटमाथि जुन गहन विमर्श र व्यापक छलफल गर्नु पर्दथ्यो, तर त्यसो हुन सकेन। हामी अहिले समयको चापमा परेका छौँ। पर्याप्त समय छैन। बजेट सदनमा आउनु अगाडि कम्तीमा 2 महिना संसदमा आम सरोकारवालाहरू बीचमा पूर्व बजेटमा छलफल हुनु पर्दथ्यो। तर पूर्व बजेट छलफलका लागि हामीले समय नै पाएनौँ। त्यो प्री बजेट भन्ने कुरा सरकारले थाहै नपाएको जस्तो गर्यो। यसमाथि अध्यादेशका भारीहरू पनि छन्। जनताका असङ्ख्य अपेक्षा र आवश्यकताहरू छन्। नीति कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने यी सबै कुराहरू अभिव्यक्त हुन थाल्यो भनेको यही संसद हो। हाम्रा बैठकहरू, समितिहरूको माध्यमबाट व्यक्त हुनुपर्ने जनताका पीर, मर्का, माग र सुझावहरूलाई प्रशस्त ठाउँ दिने यो अधिवेशनलाई 2 हप्ता पहिले पनि सुरु गर्न सकिन्थ्यो। महोदय, हामीले माग र अनुरोध पनि गऱ्यौँ, तर सरकारले संसदको महत्त्वलाई आत्मसात गर्न सकेन। आदेश र घोषणाबाटै शासन चलाउने शैली रोज्यो। यो अपरिपक्वता हो कि नियत हो? सभामुख महोदय, बुझ्न सकिएन। सभामुख महोदय, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डामा बनेको नयाँ सरकारको नीति तथा कार्यक्रममा धेरै कुरा नयाँ जस्ता शब्दावली थपे पनि सारमा पुरानै कुरा छन् भन्ने पनि हाम्रो ठमाइरहेको छ। सौम्य शक्ति विस्तार गरिनेछ भन्ने विदेश नीति, विद्यालय तहदेखि प्रविधिको प्रयोग बढाउने सार्वजनिक शिक्षा, रणनीतिक पूर्वाधार अनि विश्वविद्यालयहरूलाई बोर्ड अफ ट्रस्टीको मोडल, सूचना प्रविधिमा आधारित सेवा निर्यात, श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवा क्षेत्रमा रूपान्तरण गरिने केही नयाँ भाष्य भए पनि ठोस योजना छैन। महोदय, विगतमा नीति तथा कार्यक्रम केवल यो गर्ने वा ऊ गर्ने भन्ने दर्जनौं कुराहरू हालियो विगतमा, तर बजेट आउँदा नीति तथा कार्यक्रम र बजेटका बीच खासै तादम्यता देखिएको थिएन। नीति तथा कार्यक्रम र एकातिर, बजेट चाहिँ अर्कोतिर भएको जस्तो देखिएको थियो। 100 बुँदे नीतिको दस्तावेज बनाउने रहरमा यताका कुरा उता र उताका कुरा यता मात्र भएका छैनन्। कतिपय कुरा 3-4 ठाउँमा दोहोरिएर पनि आएका छन्। मुख्य कुरा, घोषणा गरिएका नीति तथा कार्यक्रमहरू लागू गर्न स्रोत कताबाट जुटाउने, राज्यको स्रोत र साधनलाई लिकेज वा हेमोरेज हुनबाट कसरी रोक्ने अनि वर्षौंदेखि न्यून रहेको पुँजीगत बजेट अनि पुँजीगत खर्च कसरी बढाउने भन्ने हो। वास्तवमा
अब आउने बजेट सपना बाँड्ने होइन, परिणाममुखी बनाउन प्राथमिकताहरूका आधारमा निर्मम खालको हुन जरुरी थियो। अर्थात् कनिका छरेझैँ गर्ने कामको अन्त्य गर्नु पर्दथ्यो। त्यसो नभएको पनि हाम्रो ठमाइ रह्यो सभामुख महोदय। त्यसै पनि हाम्रो अर्थतन्त्रको बाह्य र आन्तरिक परिस्थिति हेर्दा कार्यक्रम र योजनाहरूलाई स्रोत सुनिश्चितता गर्ने आर्थिक क्षमता कमजोर छ। त्यसमाथि सार्वजनिक ऋणको भारले बजेटलाई उठ्नै नसक्ने बनाएको छ। बजेटको विश्वसनीयता पनि छैन। सुरुमा धेरै देखाउने, आधा वर्षमा पुगेपछि स्वाट्टै घटाउने रोग यो पटक पनि नसर्ला भन्ने स्थिति देखिएको छैन। नीति कार्यक्रम र बजेट यसरी ढाँटको छलको भ्रमात्मक प्याकेज हुन नदिने सोच यस नीतिमा आउनु पर्दथ्यो। त्यस्तो नआएको हो कि भन्ने पनि ठमेर सभामुख महोदय। आशा गरौँ विज्ञ र अनुभवी अर्थमन्त्री नयाँ बजेट ल्याउँदा, अर्थमन्त्रीजी हुनुहुन्छ, नयाँ बजेट ल्याउँदा स्रोत र साधन जुटाएर खर्च गर्ने क्षमता बढाएर यस अघिका बजेटका तुलनामा नयाँ मानक प्रस्तुत गर्नुहुनेछ म आशा गर्न चाहन्छु। तर त्यसका लागि सृजनात्मक र आशा जगाउने सन्देश भने नीतिमा छैन। सधैँ जस्तो पढिने मोनोटोन शब्दावलीले कर्मकाण्ड पुरा गरिएको छ। सभामुख महोदय, म यो सरकारको सबैभन्दा प्राथमिकतामा परेको संविधान संशोधनको नीतिबारे केही टिप्पणी गर्न चाहन्छु। संविधान संशोधन प्रशासनिक र प्रक्रियागत विषय मात्र होइन, यो बृहत्तर रूपमा नागरिक अपनत्वको विषय पनि हो। प्रक्रियागत रूपमा पनि यो संविधान निर्माण जत्तिकै अत्यन्त गहन अनि एवं जटिल प्रक्रिया हो। वर्तमान संविधान मुलुकमा सशस्त्र द्वन्द्वको व्यवस्थापन गर्दै मुलुकलाई निकास दिन संविधान सभा मार्फत लामो छलफल र बहस पश्चात बनाइएको संविधान हो। त्यसैले संविधान संशोधन गर्ने विषयमा छलफलको प्रारम्भदेखि नै थप संवेदनशील हुन आवश्यक थियो। तर त्यस्तो खालको अवसर राज्यले नजुटाएको पनि म यहाँ राख्न चाहन्छु। संविधान संशोधनको बहसको प्रारम्भ नै हुन सकेन। जुन ढङ्गले कार्यदल बनेको छ र जसरी बहस प्रारम्भ गरिएको छ, यो प्रक्रियागत र विषयगत रूपमा पनि व्यापक अपनत्व हुने ढङ्गले भएको छैन। एउटा विषयगत कानुन निर्माण जतिको गहन र संवेदनशील नभइकन संविधान संशोधन जस्तो जटिल विषयमा प्रवेश गर्दा यसले सही निकास दिन सक्दैन कि भन्नेतर्फ प्रारम्भमा नै ध्यान पुर्याउनु पर्दथ्यो। त्यो पनि पुर्याइएको देखिन संविधान अध्यक्ष महोदय। अन्त सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा पूर्व न्यायाधीशको संयोजकत्वमा अधिकार सम्पन्न विज्ञ सहित सर्वपक्षीय संविधान सुझाव आयोग गठन गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा थियो छ र यस विषयमा थप स्पष्टता हामीहरूले नेपाली कांग्रेसको उपसभापतिजीकै नेतृत्वमा यस विषयमा हामीहरू छलफल गरिरहेका छौँ र यो छलफलमा कि हामी बस्दै गर्दाखेरि यसै क्रममा हामीहरू आफ्नो आधिकारिक धारणा पनि सार्वजनिक गर्नेछौँ। अन्तमा मेरो कुरा टुङ्ग्याउँदै गर्दा सभामुखज्यू, साधन स्रोत र क्षमताहरूको सीमाहरू हामी सबैलाई थाहा छ। संवेदनशील भू राजनीतिको जटिलता पनि हामी सबैलाई थाहा छ। तर सरकार यसमा पनि उत्तौलो देखिएको हो कि या उत्तौलो देखिएको छ कि? नेपाल र भारतको खुला सिमाना हाम्रो सभ्यता, संस्कृति, जनजीवन र इतिहासको यथार्थता हो। सीमा क्षेत्रका बासिन्दाको जीवनलाई जबरजस्ती औपचारिक बनाउनु अप्राकृतिक हुन्छ। आज भन्सारको 100 रुपैयाँको नियमले हलचल ल्याएको छ। यसमा व्यावहारिक बनाउँ। सभामुख महोदय, हामी जलवायु परिवर्तनको असरले अग्रिम वर्षाको दुष्प्रभावमा पनि परेका छौँ। यति बेला नै विपदका दुःखहरूले देशलाई गाँच्न थालिसकेको छ। यसतर्फ जुन प्रकारको पूर्व तयारी चाहिन्थ्यो त्यो देखिँदैन। गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय नेतृत्वविहीन छ। राष्ट्रिय सुरक्षाप्रतिको यो खेलाचीपनले हामीलाई भयावह दुर्घटनातर्फ लाने पो हो कि भन्ने शङ्का चलिराखेकै बेलामा हामीले संसदभित्र जिम्मेवार व्यक्तित्वहरूबाट भएका असंवैधानिक अमर्यादित क्रियाकलापहरूले थप यसलाई पुष्टि गरेको हो कि भन्ने पनि हामीलाई लागेको छ। सभामुख महोदय, आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौँ। सभामुख महोदय, सामाजिक सञ्जालमा लाखौँले लेखे जस्तो अमर्यादित व्यवहार,
प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुनसक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौँ हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब रासपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। त्यसले गर्दाखेरि चाँडोभन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्यको जानकारी संसदलाई स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्। म सभामुख महोदयलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हुनसक्छ सत्ताको भारी अपेक्षा गरे भन्दा धेरै ठुलो भएर होला, यस्तो पनि लाग्छ घरिघरि मनमा। हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको त्यस्तो पनि लाग्न थालेको छ आज। खैर जे होस्, प्रधानमन्त्रीले अहङ्कार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो। म विनम्रताका साथ भन्न चाहन्छु, यो दुर्भाग्यपूर्ण हो सभामुख महोदय। हिजोको उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यस सम्बन्धमा श्रद्धेय सभामुखज्यूको भूमिकाका प्रति म टिप्पणी भन्दिनँ, तर सभामुखज्यूको भूमिकाप्रति मलाई केही आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो। यसो किन गर्न सक्नु भएन? यो मेरो प्रश्न होइन, खालि मनमा उठेको कुलदुली मात्रै हो। तर यसलाई यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन। यो पनि दुःखकै कुरा रह्यो सभामुख महोदय। अर्को कुरो, नेपाली कांग्रेसका प्रमुख सचेतक बास्ना थापाज्यूले, माननीय बास्ना थापाज्यूले आफ्नो गम्भीर ध्यानकर्षण सभामुखज्यूलाई गराइदिनु भएको छ हिजोको घटनाका प्रति। यसका प्रति थप म सभामुखज्यूको ध्यानकर्षण गराउन चाहन्छु, यसमा यहाँको ध्यान जाओस्। सँगसँगै सम्माननीय ज्यूको कारणले नै गर्दाखेरि राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन। हामीहरू त्यसका सदस्यहरू छौँ। त्यो बिचमा यो व्यवस्थाको बैठक बोलाउन थालिसके पछाडि केही धेरै घटनाहरू अत्यन्त दर्दनाक भएको जस्तो महसुस हामीहरूले गरेका छौँ, मुलुकले गरेको छ। त्यस विषयमा हामीहरूले केही प्रश्नहरू उठाउनु पर्ने थियो। प्रधानमन्त्रीजी आउनुहोस्, त्यो हामीले चाहेको होइन, हाम्रो चाहना होइन। तर सम्बन्धित मन्त्रालय चाहिन्छ। सम्बन्धित मन्त्रालय यदि गृह मन्त्रालय हो भने गृह मन्त्री कि तपाईँले बनाउनु पर्यो, होइन भने गृह मन्त्रालयको जिम्मेवारी लिएको प्रधानमन्त्री त्यो समितिमा उपस्थित हुनै पर्यो। आज उहाँले कता कतातिर कति ठाउँमा उहाँको अनुपस्थितिले अवरोध सिर्जना हुने हो। राज्य व्यवस्था समिति जस्तो गम्भीर र महत्त्वपूर्ण समितिमा उहाँकै अनुपस्थितिले उहाँले 2 वचन जवाब दिन पनि हिचकिचाइराख्नु भएको छ, जसको कारणले समितिको बैठक बस्न सकिरहेको छैन। मुलुकभरिको अहिलेको चाहिँ दर्दनाक अवस्थाका प्रति सांसदहरूले चासो राखेकोका प्रति र सांसदले राखेको चासोमा जनताको पनि अभिव्यक्तिहरू त्यहाँनिर छिपेको हुन्छ। त्यो सबै कुराहरूलाई नजरअन्दाज गरेर जसरी राज्य व्यवस्था समिति आज अनिर्णयको बन्दी बनिरहेको छ सभामुख महोदय, म समितिका सभापतिज्यूले हामीलाई गर्नुभएको बार आग्रहका प्रति म सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले निरन्तर हामीसँग संवाद गर्नुभएको छ, निरन्तर हामीहरूलाई बैठकमा बोलाउनु भएको छ। तर हामीले हाम्रो लिमिटेसनहरू त्यहाँ राखेका छौँ। हामी सत्तापक्ष होइनौँ। सत्तापक्षलाई जस्तो तपाईँहरू जस्तो सुविधा हामीहरूलाई छैन। हामीहरूले जनताको आवाज बोल्नु छ। त्यहाँनिर हामीलाई देखेको अप्ठ्याराहरूको विषयमा सम्बन्धित मन्त्रीको जवाब लिनु छ। हामीहरूले त्यो जवाब दिन किन हिचकिचाइ राख्नु भएको छ? म सम्बन्धित पार्टीका श्रद्धेय व्यक्तित्वहरूका प्रति पनि मेरो प्रश्न हो। आज एउटा मन्त्रालयको मन्त्री तपाईँहरू दिन सक्नुहुन्न भनेपछि यत्रो ठुलो संवेदनशीलतामाथि आफ्नो जिम्मेवारी कसरी पुष्टि गर्न सक्नुहुन्छ? यो मलाई लागिराखेको कुरा मैले यहाँ राखेँ। यति नै कुरा राखेर समयको लागि जुन समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सभामुख महोदय।